साथीहरु नमस्कार, म अङ्क प्रसाद रेग्मी। म आज हजुरहरुलाई नायब सुब्बा द्वितीय पत्रको खण्ड ख अन्तर्गतको हाम्रो टपिक छ संवैधानिक व्यवस्था र सरकार। त्यसभित्रको चाहिँ एउटा टपिक छ संविधान है। संविधान भनेको के हो? अब हाम्रो एक्जाममा चाहिँ कसरी प्रश्न सोध्छ भने संविधान भनेको के हो? नेपालको संविधानका मूलभूत विशेषताहरू लेख्नुहोस्। अर्थात् संविधान भनेको के हो? संविधानलाई चाहिँ मूल कानुन भनिन्छ किन? भनेर चाहिँ यसलाई हामीले प्रश्नमा लेख्दाखेरि सुरुमा चाहिँ संविधान भन्छ है। साथीहरु टक्क यहाँ के दिने त टपिक्स दिने, अन्डरलाइन गर्ने। अब कोटेसन भएपछि एउटा चाहिँ टक्क छोटो तरिकाले हानेर चाहिँ एउटा कोटेसन लेख्ने। अनि संविधान भनेको के हो चट्ट एउटा यहाँदेखि यहाँसम्म चाहिँ एउटा प्याराग्राफमा लेख्ने। अनि टक्क यसको अवधारणा चाहिँ यहाँबाट संविधानको अवधारणा चाहिँ कहिलेदेखि आयो भन्ने चाहिँ यहाँमा विश्वमा चाहिँ कहिलेदेखि आयो भनेर चाहिँ लेख्ने। अनि त्योभन्दा पछाडि विश्वमा छ भने 1-2 लाइन टक्क लेख्ने। अनि चाहिँ नेपालमा भन्छ है साथीहरु। अनि नेपालमा भनेर चाहिँ चट्ट नेपालमा चाहिँ अहिलेदेखि लेख्ने। हाल नेपालको संविधान यो छ भनेर लेख्ने। अब यसको चाहिँ परिभाषा भन्दाखेरि संविधान भन्छ है राज्य सञ्चालनको सर्वोच्च विधान संविधान। सार्वभौम शक्तिका मालिक जनताको वैध आवाजलाई चाहिँ वैधानिकता गर्दै राज्य सञ्चालनको चाहिँ कानुनी एवं राजनैतिक अधिकार बोकेको चाहिँ कानुनी एवं के त राजनैतिक भन्छ हैन कानुनी एवं राजनैतिक अधिकार बोकेको चाहिँ मार्गदर्शक दस्तावेजलाई चाहिँ संविधान भनिन्छ। संविधान के हो भने संविधान राज्यको बडापत्र हो जसले चाहिँ शासकलाई शक्ति सम्पन्न र शासकीयलाई चाहिँ अधिकार सम्पन्न बनाउँछ। अर्को भनेको चाहिँ संविधान राज्यको चाहिँ मूल निर्देशिका हो जसले चाहिँ राज्यलाई चाहिँ रीति थिति विधि र पद्धतिमा चाहिँ डोर्याउन चाहिँ के त यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। जुन चाहिँ कानुन निर्माण गर्दा चाहिँ के त कानुन निर्माणको एउटा स्रोत पनि के हो त संविधान हो।